हेलो एन्ड नमस्ते गाइज। आज म बिहानै 5 बजी उठेर अब के अरे उता मर्निङ वाक जानु लागेको, निन्द्रै नपुगेर तना भयो। मर्निङ वाक जानु लागेको ड्याम साइडमा, त्यहाँ लास्टै राम्रो भ्यू छ। म चाहिँ हजुरहरूलाई एकदम बवाल भ्यू देखाउँदै जान्छु होइन। किप वाचिङ है। बाहिर चाहिँ यस्तो छ है, अहिले चाहिँ बिहानको 5 बज्यो। बुद्ध उहाँनिर पुरै त्यहाँनिर हिँड्दैछ सोठी। बिहानको 5 बज्यो, राम्रोसँग निन्द्रै पुगेको थिएन, गाह्रो छ के गर्नु। अब यस्तो जान नि मन लाग्ने, जाने टक्क हिँड्ने, अनि अब टक्क बिहान कफी हानी त्यहाँको भ्यू हेर्दै रमाइलो लाग्ने। तर अब ठिक छ, रमाइलो लाग्ने। निन्द्राले चाहिँ फेरि लास्ट गाह्रो त भन्नु नमिल्ने, अलिक ढिलो भयो क्या। यो हाम्रो गाउँ रमनटार भन्ने गाउँ चाहिँ, रमनटार भन्ने गाउँ चाहिँ बुद्ध हाम्रो चर्चिका छ। विकासलाई उठाओ, विकासलाई उठाओ, एकचोटि बोलाउनु मन लाग्छ। ओए विकास, ओए विकास, विकास यस्तो समातेर हल्लाएको उठेर के कहाँ यहाँबाट भेट्छ? भेटेको अघि उता भागेर ए सर त नि सरलाई फेरि निन्द्रा ज्यादा लाग्छ ए। ओ सर, हेलो सर, हेलो सर, सर उठ्नु नि त सर। हेलो एन्ड नमस्ते गाइज, दिस इज राजकुमार लामगाते। 2083 सालको सबैलाई शुभकामना। र हाम्रो 83 साथी पनि यहाँ कसलाई घुर्किला तैँले नजाने भनेर? कसलाई घुर्किला? नजाने निन्द्रा लागिरहेको छ। घर जाने भेट जायो भाइ, जबरजस्ती गरेको नि तँलाई। जाली जानुपर्छ उठ्छे हो के दाज भाइ निन्द्रामा देखेँ कि त्योहरू तँलाई यस्तो निन्द्रा भ्यू लाग्यो कि होइन। हामी चाहिँ यस्तो के अरे मिनी बडी मालिका देखाइदिन्छ हामी गोदामको होइन। यस्तो राम्रो भ्यू छ। अब लेट्स सी होइन, मौसमले फेरि साथ दिएन भने चाहिँ यस्तो उयो त रातो रातो त छ बुद्ध है। हेर्दा रातो रातो देखिरहेको छ आकाश। अब एकछिनमा खुल्छ होला होइन, हेरौँ न। त्यही हो गाइज। ए मर्निङमा हिँडेमा स्कुटर लिएर चाहिँ भन्छ त्यस्तै हुन्छ, छिट दौडी गरौँ। यो चाहिँ हाम्रो रमनटार गाउँबाट तलतिर ओर्लिने बाटो हो। यो त साथीलाई जति हिँडाइदिए पनि साथी अलिअलि घट्छ है भनेर बिहान बिहान निन्द्रा फालेर। गाइज वी आर मुभिङ सर अहिले आएर सँगसँगै ल। तर म ल तैँलाई दिँदैन होला, म जान्छु। त्यसलाई त उयो झ्यालबाट यस्तो रे त्यो खुट्टा नै ताने क्या त्यसले यार। उता सरेर सुतिरह यार, कस्तो हेपा होइन त। ओए सुजी ड्रोन ड्रोन ओए यता नि हेर्दैन यसो। गाइज यही बाटो हो, राम्रो छ यो बाटो नि। हाम्रो एरियातिर भाइरल बाटो नि भन्छ क्या अरे, तर भाइरल चाहिँ अलि हुनु सकेको छैन होला। यहाँनिर सनसेट र सनराइजको बेलामा लास्ट हल देख्छ कि टक्क धानको बारीहरू आउँछ, यताबाट सनराइज आउँछ, यताबाट सनसेट देखिन्छ। दोष खोइ त अनि कति भयो आउनु थाले मर्निङ वाक? भइसक्यो त यार, लो त यार हो। पेट पनि घटिसक्यो यार। पेट कति किलो घट्यो? 5 किलो घट्यो? 5 किलो त त्यही धेरै हुन्छ यार। कता तलबाट जाने यार? ओए ड्रोन आयो, ड्रोन ओए यता हेर्न। ओए ड्रोन आयो हेर्न।
घामै लागेन भने टेन्सन हुन्छ यार अलिअलि रातो रातो त छ यार जतिर हेलो एन्ड नमस्ते गाइज वेलकम टु माई ब्लजअप नै भ्लग होता है भ्लग हाम्रो मिनी बडी मालिका चाहिँ फाइनल्ली गाइज अनुभव गरौँ नि त भनेर कुन बाटोबाट चढा मैले यार हाई हेलो गर्न मुजीहरू ओइ सुजी हाम्रो सुजी साथीहरू भ्याकुते जाँदैछ क्याक 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 हेलो गाइज दिस इज राजकुमार लामगादी अनि हामी चाहिँ यहाँनिर ड्यामको चौरमा चाहिँ टक्क साइकल लिएर आएर बिहानको मर्निङ वाकमा चाहिँ कफी टक्क बनाएर अनि कफी सफी खाएर अब चाहिँ हामीले साइकल चाहिँ स्टर्न व्हिली होइन यताउति सिक्दैछौँ अब
ल हाम्रो मिस्टर राजकुमार एके के हो रे प्रिन्स एउटा दुइटा स्टन्ट देखाइदिनु पर्यो ल सर झाडी साडी नभनिकन खोला नाला रापती बगरको भ्यू है यो चाहिँ ड्याम साइट आने साथी आने लामै उडायो बवाल सीन देख्छ त्यतातिर झारिदिनु लाग्यो क्या हो बुद्ध म त डेन्जर हाँस उठ्छ अरू लड्यो भने नि डेन्जर हाँस उठ्छ फेरि आफू लड्यो भने नि आफै हाँस्दै बस्छ नि फेरि म त यो साइकलले चाहिँ पुरै केटाहरूको ड्यामेज हान्ने रगत निकाल्ने भइरहेको छु के भइरहेको केटाहरूलाई पुरै साइकलमा नि फेरि गियर साह्रो भइरहेछ कि राइडर आयो राइडर ओइ सुजे यताबाट उकाल्ने हो क्या हो र कफीको जोस हो क्या तेरो सुजे म त फेरि आफू लड्यो भने आफै हाँस्ने हो साथी ल हाम्रो सुजे सर चाहिँ जानुभएको छ चाङतान सुजे ओइ यहाँबाट उकाल्ने सोचमा हो अजित यहाँ लाइभ एक्सिडेन्ट हेर्न आऊ है अब हिजो म घाइते भएर पुरै यहाँ ओइ उद्धार गर्न जानुपर्छ ओइ एकजना उद्धार गर्न जानु हाम्रो केटाहरू चाहिँ हेर्दैछ तर यो ठाउँले लास्टै ड्यामेज दिइरहेछ के यसले ब्लड पुरै उयो मागिरहेछ क्या हो लास्टमा टायर पुरै स्लेब खायो क्या है कोही केटाहरू यसलाई सपोर्ट गर्नलाई उद्धारमा नि बस्नुपर्ने भयो कि अब झर्ला जस्तो भयो होइन किन पुगेन क्या हो यार ओहो यति भयो नि एक्सट्रिम भयो ल त्यहाँबाट होइन कि झर्न थाल्यो भने मात्रै समात्ने के फेरि हाम्रो सुजय सरले चाहिँ आज निरन्तर ट्राई गर्नु भइरहेको छ अब चाहिँ गयो हेलो एन्ड नमस्ते गाइज दिस इज राजकुमार लामगादी अनि हाम्रो साथीहरू चाहिँ यहाँनिर साइकल एक्सट्रिम गर्न लगाएको छ हिजो चाहिँ म यो उकालोमा चाहिँ पुरै चौरानी भएर साइकलले मिचेर यहाँ पनि घाउ भएको छ यहाँ पनि भएको छ अब चाहिँ हाम्रो सुजे दोषले चाहिँ यहाँनिर ट्याक्क ट्राई गर्दै हुनुहुन्छ ल गयो सक्सेसको 90% रेटिङ गयो है 90% अब 5 अब चाहिँ टक्क दौड ओहो गयो यार 95% पुगिसक्यो अब त फेरि वान लास्ट ट्राई हो सर थाके जस्तो सर अनि गयो नछोन है त्यहाँ गएर छोएर यसले फेरि छ छैन सके सुजेले फाइनल्ली क्ल्याप फर सुजे ओ ताली बजा ताली ओ ताली कता बनाउने ताली यता हो क्या हो विली
हान्यो होला एकचोटि चाहिँ। तर हाम्रो साइकल चाहिँ पुरै हाम्रो यो गियरवाला साइकल हाम्रो अजित सरको 25,000 को साइकल हो। यहाँ पुरै यस्तो भइरहेछ क्या, यो ड्यामेज भइरहेछ। हाम्रो प्रकाश साथीको चाहिँ यसले ब्लड निकाल्यो होइन, मेरो यहाँ छ तर सुजे चाहिँ विथआउट कुनै ड्यामेजेस उसले चाहिँ फाइनल्ली टास्क कम्प्लिट गरेर चाहिँ साइकल राइडरको नाम लिस्टमा पहिलो कदम चाल्नु भएको छ। उहाँलाई खाता स्वरूप ल्या साइकल चाहिँ घोलतिर फाल्दियो केटाहरूले पुरै साइकल फालिदिनु भएको छ। साइकल पनि उल्टो भयो, ल्या तार पुरै पठाएर अब चाहिँ यो साइकल ल यता फर्केर अलि उता गएर आएर बत्ताएर आउन। बत्ताएर आएर कसरी हुन्छ होइन बत्ताएर पनि अलि स्लो मोसन चाहिँ जाने हा। ल ल खायो मलाई मार्केट खायो। अब कसम नयाँ रेकर्ड न ल त्यो पुरै डाँडा काँडामा चाहिँ सुजेलले रेकर्ड राख्यो, अब हिलीमा चाहिँ अजितले राख्यो। कसम यार ओइ 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 गयो। तर होइन यतिको त हुन्छ साथी, हुन्छ। जसले ट्राई गर्छ त्यो त लड्छ नि यार। ट्राई नगरेर हेर्ने हामी होइन, यहाँनिर बस्ने उता बस्ने मान्छेहरू लड्छ त लड्दैन। आम्मा 5-6 सेकेन्ड जति गयो कि फेरि ट्राई हेर्नु नि त अजित। ल यसले त 4-5 राउन्ड पाएर रही घुम्दा हाने यार। जे हो नि अब साइकल ओनर हो नि त। ठिक छ आम्मा यसले त दामी दिन्छ यार। हुन्छ के तिमी त हेलो गुड मर्निङ है साथीहरू। स्विङ उतै जा उतै पुरै। यस्तो गरेर सबैको बवाल दामी हुन्छ होला है। त्यही कायम थियो क्या। ल उइली बवाल पावरै बढी हुने के हल्का नर्मली हो। हेलो एन्ड नमस्ते गाइज, दिस इज राजकुमार लामगादी अनि हामी चाहिँ यहाँनिर ड्याममा छौँ। केटाहरूले चाहिँ अब साइकल उता एउटा साथीलाई पठाइदिएछ। अब साइकल पठाएपछि अब हामीसँग साइकल पनि भएन। केटाहरूको कफीको जोस अझै सके पनि छैन। अझै चाहिँ रेडी छ कि यहाँनिर जम्प हान्नलाई है। 1 किलो छ होइन। ल अझै ल 1 2 3 गो। ओइ मोटो भयो नि यसले त, स्ट्यामिना रहेछ त। ल सुजेको त कसम रापति नाग्छ होला कि, म त्यस्तै लागिरहेछ यार। ल बवाल सुजे त पखेटा हाल्नु मात्र बाँकी छ है अब यो। ल यतिको जम्पिङ हुनुपर्छ। फाइनली गाइज हाम्रो बुद्ध दोस्तले पनि टक्कति अब ऊ चाहिँ काठमाडौँ जाँदैछ। अनि त्यही भएर उसले चाहिँ अब एउटा केटाहरूलाई सम्झना स्वरूप एउटा स्टम्प देखाउनु लाग्छ। हाम्रो केटाहरूमा फेरि यस्तो ट्यालेन्ट छ कि
जुन चाहिँ कुनै कुनै चिज एउटाले हुइले हान्छ एउटाले पाड चढाउँछ अब यसले चाहिँ उल्टी हान्छ क्या ल ल ल ल बुद्धजी ल बुद्ध दोषले चाहिँ उल्टी हान्न लाग्छ ल 1 2 3 ओ माका ल ल ल ल ल होइन तयारी पनि हुनु पऱ्यो नि त तयारी हुनु पऱ्यो ल अलर्ट स्टे अलर्ट ल ल ल ल ल क्ल्याप 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 बबाल नाइस सर्ट फाइनली गाइज हाम्रो चाहिँ अब यहाँनिर लगभग हामी 5 बजी हिँडेको है लगभग 3 घन्टा 4 घन्टा चाहिँ यहाँनिर समय गएको थाहा पाउँदैन कि अब हामीले यहाँ आएर के गर्ने भन्दा जे मन लाग्यो त्यही गर्ने कि उफ्रिली नाच्ने टिकटक बनाउने होइन उल्टी घाम पनि लगभग यहाँ माथि पुगिसक्यो कि अब यो डाँडाबाट नि लुकेर आउने घाम यहाँ माथि पुगुन्जेलसम्म हामी यहीँ बसिरहेछ घाम पनि टक्कै जुम गरेर आइरहेछ बाबा अब हामी चाहिँ लगभग जानुपर्छ गाइज सी यू इन नेक्स्ट भिडियो अहिलेलाई चाहिँ टाटा बाई बाई